साथीहरू नमस्कार। बल्ल बल्ल धेरै समयको प्रतीक्षा पछाडि अब नेपाली महिला फुटबलको खेल हेर्न पाइन्छ जस्तो छ। नभए त बारम्बार यो एन्फा लगायत चाहिँ नेपाली फुटबलमा आइरहेको विवादका कारणले हामी अब यसरी खेल नियमित हेर्न पाउँदैनौँ कि भन्ने कुरामा चिन्तित थियौँ र यसै अलिकति अगाडि नेपाली महिला फुटबल टिमको तय भएको खेल पनि चाहिँ रद्द भएको थियो। नमस्ते साथीहरू, साफ महिला च्याम्पियनसिप 2026का लागि नेपालको प्रारम्भिक टोली पनि घोषणा भइसकेको छ। साफ 2026मा नेपाल समूह एमा भुटान र श्रीलङ्कासँग रहेको छ भने पहिलो खेल जेठ 11 गते भुटानसँग खेल्दैछ। यसरी नेपालले आफ्नो यात्रा सुरु गर्नेछ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी साफ महिला च्याम्पियनसिप 2026का लागि 35 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। यहाँबाट दोस्रो चरणमा फाइनल स्क्वाड तयार हुनेछ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शिविर वैशाख 15 गतेदेखि एन्फा कम्प्लेक्स 7 बाटामा सुरु हुनेछ, जहाँ क्षेत्रीय प्रतियोगिताको लागि तयारीलाई तीव्र बनाइनेछ। साफ महिला च्याम्पियनसिप जेठ 12 गतेदेखि जेठ 25 गतेसम्म भारतको गोवा स्थित फतोरडा स्टेडियममा आयोजना हुनेछ। प्रतियोगितामा नियमित रूपमा फाइनल खेल्दै आएको नेपालले यसपटक प्रशिक्षक न्यौपानेको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ भने प्रारम्भिक टोलीमा एन्जिला तुम्बाफो सुब्बा, अञ्जना राणा मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दिपा साई, गीता राणा, हिरा भुजेल, जेनिफर राणा, मनमाया दमाई, मीना देउबा, नेहा कुमारी चौधरी, निशा ठोकर, पूर्णम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राणा, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बू, सिलु परियार, सुक्रिया मिया, सुशीला कुमारी, उषा नाथ। यसपालिको साफ च्याम्पियनसिप 2026मा केही खेलाडीहरूले चोट पश्चात पुनरागमन गर्नुभएको छ भने केही महत्त्वपूर्ण खेलाडीहरू जस्तै सबिता राणा, सावित्रा भण्डारी साम्बा जस्ता अनुभवी खेलाडीहरू टिममा नरहने निश्चित देखिएको छ। साथीहरू, जाँदा जाँदै यो खेलमा सबैभन्दा धेरै तपाईँ कसलाई मिस गर्नुहुनेछ? कृपया कमेन्टमा आफ्नो विचार अवश्य राख्नुहोला। साथै यस्तै खेल अपडेटको लागि हाम्रो च्यानल नेपाल स्पोर्ट्स कनेक्टलाई अवश्य पनि सब्सक्राइब गरिदिनुहोला। तपाईहरूले यसरी सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथै तपाईँको दिन शुभ रहोस् अनि तपाईँ हामी सम्पूर्णको तर्फबाट नेपाली महिला फुटबल टिमलाई जितको लागि अग्रिम शुभकामना